टलिउडमा हाम्रा हिरो मात्र होइन हिरोइनहरू पनि बिजनेस र लाइफस्टाइलमा धेरै माथि छन्। आज हामी हेर्नेछौँ नेपालका टप 10 धनी एक्ट्रेसेसहरू जसले एक्टिङ मात्र होइन करोडौँको एम्पायर बनाएका छन्। नम्बर 5मा पर्नुहुन्छ झरना थापा। उनको वेल्थ उनको एक्टिङभन्दा ठुलो प्रोडक्सन हाउसबाट आउँछ। ए मेरो हजुर फ्रेन्चाइजी नेपालको सबैभन्दा प्रोफिटेबल फ्रेन्चाइजी मध्येको एक हो। नम्बर 4 रेखा थापा। रेखा थापा नेपालकी इभरग्रिन बक्स अफिस क्विन हुन्। उनको आफ्नै प्रोडक्सन हाउस छ र उनको प्रोपर्टी इन्भेस्टमेन्ट काठमाडौँमा धेरै पुरानो र महँगो छ। नम्बर 3 प्रियङ्का कार्की। प्रियङ्काको वेल्थको मेन सोर्स ब्रान्ड इन्डोर्समेन्ट हो। सोपदेखि ज्वेलरीसम्म प्रियङ्का धेरै ब्रान्ड्सकी फेस हुन्। उनको डिजिटल मिडिया इन्कम र मल्लिका मिडियाले उनलाई करोडौँमा कमाइ गर्छ। नम्बर 2 स्वस्तिमा खड्का। स्वस्तिमाको ब्रान्ड भ्यालु आजकल सबैभन्दा माथि छ। ई सेवा मनी ट्रान्सफरदेखि इन्टरनेसनल ब्रान्डको फेस हुनाले उनको एसेट्स महँगो छ। उनले भर्खरै 68 लाख्सको लग्जरी इभी पनि किनेकी छन्। र नम्बर 1मा हुनुहुन्छ करिश्मा मानन्दर। 30 वर्षभन्दा धेरैको लेगेसी भएकी करिश्माको काठमाडौँको गोदावरीमा ठुलो बङ्गलो र महँगो ल्यान्ड होल्डिङ्स छ। उनको प्रोपर्टीको भ्यालु आजको दिनमा करोडौँमा छ, जसले उनलाई नेपालको सबैभन्दा धनी एक्ट्रेस बनाउँछ। तपाईँको फेभरेट एक्ट्रेस को हो? के यो लिस्टमा उनको नाम छ? कमेन्ट गर्नुहोस् र यस्तै भिडियोका लागि फलो गर्न नभुल्नुहोला।